हामीलाई बोल्ने लेख्ने सभा सङ्गठन गर्ने अधिकार दिए चाहिँ राजतन्त्र दिए नि यसमा स्पष्ट हुनु पर्यो। अब अहिले आजको विषय के हो भन्दाखेरि चाहिँ सङ्घीयता यो मुलुकमा हुँदैन। अहिले पनि बोल्ने साथीहरूले भन्नुभयो, कलाकारले भन्नुभयो, एउटो सरकार भए हुने, एउटो संसद भए हुने, एउटो मन्त्रीमण्डल भए हुनेमा आज नेपाली जनताले 8वटा ठाउँमा संसदहरूलाई पाल्नु परेको छ, 8वटा ठाउँमा चाहिँ कर्मचारी पाल्नु परेको छ। ल भन्नुहोस्, जुन 7वटा प्रदेशमा चाहिँ पैसा जान्छ त्यहाँ केही उत्पत्ति हुन्छ, त्यहाँ केही छ आम्दानी, सबै केन्द्रबाट पठाइन्छ। 2 खर्ब रुपियाँ चाहिँ 1 वर्षको लागि प्रदेश 7वटा प्रदेशमा खर्च हुन्छ। 2 खर्ब भनेको कति हो? 100 अर्बको तपाईँको चाहिँ 100 करोडको 1 अर्ब हुन्छ। ल हेर्नुहोस्, 100 अर्बको चाहिँ 1 खर्ब हुन्छ। 2 खर्ब पैसा कमाउँदा प्रदेशका सांसदहरूलाई, मन्त्रीहरूलाई, तिनको सेवा सुविधालाई त्यहाँ लागू गर्नु पऱ्यो भने तपाईँको देशमा कल कारखाना क्याएर खुल्छ, उद्योग धन्दा क्याएर खोल्छ। त्यसो भएर हाम्रा भाइ छोराहरू 12 पास गरेको चाहिँ विदेश जानुको विकल्प के छ? त्यसो हुनाले यो राष्ट्रिय जनमोर्चाले लगातार भन्दै आएको छ, यो नयाँ कुरा होइन। यो सेतो हात्ती नेपाली जनताले पाल्नै सक्दैन, यो खारेज गर्नुपर्छ। कसरी खारेज हुन्छ? कसरी खारेज हुन्छ? जसरी 104 वर्षसम्मको राणा शासन नेपाली जनताले फाले खतम भयो गयो, जसरी 240 वर्षसम्मको नेपालको राजतन्त्रलाई नेपाली जनताले फाल्छन्, समय लाग्छ। हामी त अब डाँडामाथि घाम भइसक्यौँ, हामी मरेर जाउँला। तर तपाईँले याद गर्नुहोस्, आखिरी नेपाल सिद्ध्याउने सङ्घीयता नै हुन्छ। अब एक दिन सत्ताभित्र भएका एक थरी साथीहरू जसले तपाईँ चाहिँ सङ्घीयता कर बलले बोकेका हुन्, नबोकी नभएर बोकेका हुन्, उनीहरूले के भन्छन् मसित भने तपाईँको एजेन्डा जायज छ दाइ, ठिक छ, नछोड्नुहोस्। त्यो भने के हो भने सङ्घीयता यो देशको लागि ठिक छैन भने हो। आफूले भन्न सकिन्न, त्यस्तो पनि राजनीति हुन्छ। राजनीति गर्ने भनेको तपाईँ चाहिँ जे कुराले नेपाली जनताको हित हुन्छ, नेपाल राष्ट्रको हित हुन्छ, त्यसमा चाहिँ राजनीति गर्नुपर्छ। त्यस कारणले हामीले राष्ट्रिय जनमोर्चाले 2टै संविधान सभामा राष्ट्रिय जनमोर्चा छ, हामी छौँ। त्यो जब चाहिँ सङ्घीयताको चाहिँ एजेन्डा आयो, राष्ट्रिय जनमोर्चाले लगातार यस्तो सानो मुलुक, यस्तो सानो अर्थतन्त्र भएको मुलुकमा विदेशीले चाहिँ तिमीहरूलाई बोकाउन खोजेको यो सङ्घीयता बोक्नै हुन्न भन्नु। कसरी सुरु भयो यहाँ सङ्घीयता? संविधान नेपाललाई एकात्मक प्रणालीमा लैजाने कि सङ्घात्मक प्रणालीमा लाने भन्ने कुरा त संविधान सभाको कुरा हो नि। हामीले 50-60 वर्षदेखि चाहिँ संविधान सभाबाट नेपालको मूल कानुन बन्नुपर्छ संविधान भनेर हामीले आन्दोलन गऱ्यौँ। 47 सालको संविधान खारेज गरेपछि, हटाएपछि अन्तरिम संविधान बन्यो। त्यो संविधान सभाले तपाईँ चाहिँ सङ्घीयता बोक्दैन भनेर संविधान सभाको चुनाव नहुँदै अन्तरिम संविधानमा नेपाल सङ्घीय प्रणालीमा जाने भएर लेखाइहाल्यो। विदेशी लेखाएका हुन्, तपाईँलाई आश्चर्य लाग्ला, विदेशी लेखाएर पनि लेखिन्छ भन्नु होला, लेखिँदो रहेछ। मैले झुटो कुरा त गरेँ होइन नि, यो मर्नेलाई बुढेसकाललाई मैले के त झुटा कुरा गर्नु। त्यस कारणले नेपाललाई एकात्मक प्रणालीमा लाने कि सङ्घात्मक प्रणालीमा लाने भन्ने कुरा त संविधान सभाको हो नि। संविधान सभाको चुनाव हुन कहाँ छ? 47 सालको संविधान खारेज गरे।
होला मेरो गाडी फेरि अर्की दिदी उठ्नु भयो दिदी बस्नुहोस् त बसेर देशमा नयाँ जनवादी सत्ता चाहिन्छ किन चाहियो संघीयता जनता लडाउने एउटै सरकारका पिछा देश बनाउने किन चाहियो संघीयता जनता लडाउने एउटै सरकारका पिछा देश बनाउने एउटै सरकारका पिछा देश बनाउने एउटै सरकारका पिछा देश बनाउने धन्यवाद कलाकार साथीहरू। देश विकास गर्ने भए एउटै सरकार काफी छ। हाम्रो खाली सुत्केरी भयो कोसीमा त्यस्तो नारा भएपछि हाम्रो राम्रो नेता आउँछ, हामीले राम्रो मन्त्री बनाउन सक्छौँ। त्यस हुनाले हामी सबै सचेत हुनुपर्छ। कुन पार्टीको नीति ठिक छ, कुन पार्टी राष्ट्रवादी छ, कुन पार्टी आदर्शवादी छ, कुन पार्टी एउटा राष्ट्र र जनताको लागि चाहिँ लड्छ, त्यसलाई चाहिँ हिसाब गर्नु पर्यो, त्यसलाई विचार गर्नु पर्यो। ऊ हुनाहानी भ्रष्टाचार नगर्ने, राष्ट्रघात नगर्ने भएको हुनाले राष्ट्रिय जनमोर्चाले भोट नपाउनु भयो। अनि भन्ने बेला त्यसको विचार त ठिकै छ, पार्टी इत्रुको भयो क्या, आफू नमिसिने हुन्छ त्यसरी। त्यस हुनाले समय पनि धेरै गयो, 5 बज्न लाग्यो।